Hey guys, welcome back to my special mini vlog किनकि आज चाहिँ मेरो बुढाको बर्थडे अनि हामी सबैजना मिलेर चाहिँ मेरो बुढालाई सरप्राइज दिँदैछौँ। हामी ढोका पछाडि लुकेर ऊ अफिसबाट आयो अनि एकदमै सक्ड उ त ठिस भएर हाँसी भइरहेको थियो अनि वी अल विस्ड हिम अ भेरी ह्याप्पी बर्थडे भनेर। अनि बर्थडे को लागि चाहिँ मेरो ठुलो दिदी माइलो दिदी र मेरो प्यारी यादवी आएको थियो अनि यादवीले अरू बेला चाहिँ जति बेला झगडा गरे नि आज चाहिँ एकदमै ह्याप्पी थियो। उसले आफ्नो सानो पापालाई फ्लावर दियो, बुके दियो एन्ड देन वी हग्ड एन्ड आई विस्ड हिम ह्याप्पी बर्थडे एन्ड एज यु क्यान सी कति ह्याप्पी छ मामी। अनि मेरो यादुलाई हेर्नु पुरै ह्याप्पी छ उसको सानो पापाको बर्थडे भनेर। अनि हामीहरूले दिदीहरूले गिफ्ट ल्याएर आइदिनु भएको थियो अनि मैले पनि उहाँहरू सबैको लागि चाहिँ रिटर्न गिफ्ट बनाइदिएको थिएँ। अनि थ्याङ्क यू फर द केक एन्ड द गिफ्ट दिदी, यादु अनि मासी। अनि अब चाहिँ हामीहरू एकछिन बसेर यतिकै चकचक सुरु भइरहेको छ अनि हामीहरू चाहिँ यतिकै रमाइलो गर्दै बसिरहेको थियौँ। बलुनहरू फुकाउनमा पनि मलाई मासीले एकदम हेल्प गरेको थियो। थ्याङ्क यू मासी, एटलिस्ट सानोतिनो भयो नि रमाइलो भयो। अनि यो चाहिँ एकदमै ह्याप्पी अफिसबाट आउँदा त ठिस भएर सो बुढाले चाहिँ क्यान्डल लाइट गरे। अनि एउटा नराम्रो मोमेन्ट इज यादु अलिकति लडेर खुट्टा दुखिरहेको थियो सो वी अल वेयर वरिड। अनि त्यही भएर म पछाडि फर्किँदै उसलाई कस्तो छ भनेर हेरिरहेको थिएँ अनि त्यतिकैमा वी कट द केक। अनि केक काटेर फर्स्ट पिस चाहिँ यादुलाई दिएको, सी वाज नट फिलिङ गुड सो त्यो केक चाहिँ बुढोले फर्स्टमा चाहिँ बाबालाई खुवाइदिए एन्ड देन मालाई, देन मेरो बुढोलाई मैले खुवाइदिएँ अनि उसले चाहिँ मलाई खुवाइदियो। अनि हाम्रो पालिसकेपछि ठुलो दिदीले चाहिँ उसलाई केक खुवाएर गिफ्ट दिनुभयो अनि मेरो बुढाले पनि दिदीलाई रिटर्न गिफ्ट दिए। त्यस पछाडि बाबालाई दिए गिफ्ट अनि मालाई। अनि त्यस पछाडि मासीको टर्न आयो, मासीले पनि जयलाई गिफ्ट दियो अनि केक खायो। अनि त्यस पछाडि यादुको पालो आयो, यादुलाई गिफ्ट दियो अनि सी वाज रियली एक्साइटेड। अनि फाइनल्ली त्यो एउटा सानो गिफ्टले चाहिँ उसको मुखमा एकदमै ह्याप्पिनेस ल्यायो। एज यु क्यान सी कति ह्याप्पी भएको थियो यादु, बट एक्चुअलमा त्यो चाहिँ उसको लागि रिटर्न गिफ्ट थिएन, द्याट इज जस्ट टु मेक हर ह्याप्पी एन्ड स्माइल। अनि त्यस पछाडि फाइनली सी वाज विसिङ फर अ क्रिसमस ट्री, त्यही भएर मैले उसको लागि चाहिँ क्रिसमस ट्री ल्याइदिएको थिएँ सानोवाला। अनि उसलाई चाहिँ मैले त्यो क्रिसमस ट्री एज अ रिटर्न गिफ्ट चाहिँ ह्यान्ड ओभर गरेँ। हाम्रो यो सानो ह्याप्पीवाला मोमेन्ट हजुरहरूले इन्जोय गर्नुभयो भने प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। थ्याङ्क यू फर